कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा प्रधानमन्त्रीको चासो, 2 महिनामा काम सक्न निर्देशन। हो दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारामिड र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित निकायमा अधिकार र निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, निर्माण कार्यको कार्यान्वयन विकास संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयमा प्रमुख चक्रवर्ती संगठित मन्त्रालय निर्माण व्यवसायसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसकेको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले कार्यभार सम्हाल्नेपछि गएको असार 31 गते पहिलो निर्णायकको रूपमा 300 दिनभित्रमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापेड र फ्लाइट लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो। यो अवधि यही वैशाख 24 गते अर्थात् भोलि सकिँदैछ। प्रधानमन्त्री ओलीले कुन लापरवाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न 2 महिनाभित्र अर्थात् आउँदो असारसम्म काम सम्पन्न गर्न निर्देशन दिनुभयो। हस् त अहिलेको लागि भने यति नै। हामी समय थप विवरण ल्याउने नै छौँ भन्दै अहिलेको लागि बिदा हुन चाहन्छौँ। हस् त धन्यवाद।